हेलो नमस्कार मेरो छोटो मिनी भ्लगमा हजुरहरूलाई स्वागत छ। अहिले चाहिँ हामी नगरकोटको काबिया रिसोर्टमा आइपुगेका छौँ। सो हेर्न सक्नुहुनेछ यहाँको दृश्य बहुत धेरै राम्रो छ। हेरिराखौँ जस्तो दृश्य यो तस्बिरमा देखेको चाहिँ म चाहिँ हो गाइज। कस्तो लाग्छ प्रतिक्रिया। यहाँहरू चाहिँ हाम्रो गेस्ट इन्डियादेखि आउनुभएको वेस्ट बङ्गाल कलकत्तादेखिबाट अहिले चाहिँ यहाँ काबिया रिसोर्टको क्लब कारमा उहाँहरूको झोलाहरू लिएर आएर चाहिँ हाम्रो गाडीमा लोडिङ भइरहेको छ। सो हेर्न सक्नुहुन्छ यहाँको भ्यू यस्तो छ राम्रो। तलबाट हाम्रो भाइ बहिनी आउँदै हुनुहुन्छ। सो कस्तो लाग्छ हजुरहरूलाई। नगरकोट एकचोटि हेरेर काबिया रिसोर्टमा पाल्नु होला। यो भिडियो हेरेर आउनेलाई यहाँ विशेष छुटको व्यवस्था गरिएको छ किनकि म एयरपोर्टबाट हो। सो मैले टुरिस्ट धेरै ल्याउँछु भनेर यहाँको म्यानेजर सरले चाहिँ हामीसँग बसेर थोरै गफचित गर्नुभयो। धेरै खुसी लाग्यो। उहाँ चाहिँ हाम्रो इन्डियाको सर हो। उहाँ चाहिँ म्याडम, उहाँ सर, उहाँ हस्बेन्ड वाइफ हो। उहाँ पछाडि जाने चाहिँ बहिनी, आउने चाहिँ उहाँ बहिनीको दाइ, पछाडि आउने चाहिँ यो भाइको मिसेस बुहारी, उहाँ चाहिँ म देखिरहनु भएको छ। उहाँ चाहिँ मेरो तिलक साथी, उहाँले भिडियो बनाउनु भयो। धन्यवाद तिलकजीलाई। ओके, सो यो चाहिँ हाम्रो पार्किङको सिन हो हजुर। मैले चाहिँ अलि माथितिरबाट टक्क भिल्ला आउने गरी टक्क देखाएको छु हजुरलाई। यो माथिको भिल्ला हो, देखिरहनु भएको छ जहाँ। कस्तो लाग्छ प्रतिक्रिया दिनु होला हजुरहरूले। कस्तो लाग्छ है। सो सपोर्ट गरिदिनु होला। यो चाहिँ मेरो नराम्रो अनुहार हजुरहरूलाई कस्तो लाग्छ है। सो हामी चाहिँ नगरकोट बजार आइपुगेका छौँ अहिले। हेर्नुहुन्छ नगरकोट है। यो पहिला देखाउनु पर्ने केही पनि छैन। पहिला वहाँ गएर चाहिँ हामी यहाँ आएको भएर यो देखाइरह हो। यो चाहिँ काठमाडौँबाट माथि भक्तपुरभन्दा माथि भक्तपुरै पर्छ। वान नियर बाई भ्याली, वान टप माउन्टेन भ्यू एरिया इन नगरकोट। भेरी कोल्ड प्लेस छ। धेरै चिसो छ, धेरै राम्रो छ। धेरै हाम्रो यहाँनिर टुरिस्टहरू चाहिँ आउनुहुनेछ। सो गाइज हेर्नु होला कस्तो लाग्छ यहाँको तपाईँहरूलाई। यहाँको दृश्य कस्तो लाग्छ राम्रोसँग प्रतिक्रिया दिनु होला। जाँदैछौँ तलबाट एउटा गाडी नै आउँदैछ। के सोधिरहनु भएको छ उहाँले। यहाँ हाम्रो पुलिस दाइले दिनुभयो। धन्यवाद नेपाल पुलिसलाई। सो म आइरहेको छु। यहाँनिर चाहिँ तपाईँको हल्का अफरोड भेटिन्छ। सो यहाँभन्दा माथि गएपछि तपाईँको रोड पिच भइरहेको छ। यहाँनिर अगाडि देख्न सक्नुहुनेछ सामान मेसिनहरू बसिरहेको छ, धुवा उडिरहेको छ। अब यहाँनिर गएर म फस्छु जस्तो लागिरहेछ गाइज। फस्यो भने पछाडिको देखाउने छु हजुरलाई पक्कै पनि है हजुर। भन्दा नभन्दै फस्यो। यहाँ आइपुगेको छु अहिले चाहिँ म तपाईँहरूलाई मेरो यो बसन्ती साइड टक्राएको छु हजुर। कस्तो लाग्छ यसो नगरकोट तल पुरा भ्यू देखिरहेछ। एकदम वान अफ मोस्ट अफ द ब्युटिफुल प्लेस इन काठमाडौँ, इनसाइड द काठमाडौँ भ्याली, नियर बाई बट काठमाडौँ अल्सो, दिस अल्सो काठमाडौँ, not outside, not Bhaktapur, this Kathmandu valley also Kathmandu district यो। सो गाइज आउनुहुनेछ। सो यहाँ चाहिँ हेर्नुहुनेछ नजरा हजुरहरूले। सिन हेर्नुहोस् भनेर हजुरलाई सानो दृश्य देखाइदिएको। सो कस्तो लाग्छ हेर्नु होला, प्रतिक्रिया दिनु होला। लाइक कमेन्ट सब्सक्राइब गर्न नभुलिदिनु होला हजुरहरूले। हजुरहरूको सानो माया मोहले म यसो दुई चारवटा अर्को राम्रो प्रस्तुति पनि दिन सकौँ हजुरहरूलाई। सो हजुरहरूलाई म देखेर प्रसन्न होस् भन्ने मेरो एउटा चाह हो। फेरि पनि दोहोऱ्याएँ हजुरहरूलाई यो देखाउनलाई। कस्तो लाग्छ हेर्नुहोस् न। मेरो त चित्तै बुझेन क्या हजुर। त्यही भएर एकचोटि हजुरहरूलाई फेरि गरेर देखाइदिँदैछु हजुर। सो कस्तो लाग्छ। मेरो चाहिँ अहिले स्टार्टिङ टाइम हो। केही मिलेन भनेदेखि यसो हजुरहरूले मलाई भनिदिनु होला यहाँनिर मिलेन हजुरको भनेर। सो म मेरो सुधार्ने कोसिस गर्छु। कस्तो धन्यवाद हजुरहरूलाई यति भन्दै